हामीले लामो समयदेखि नेपालमा समान विचारका मानिसहरू एक ठाउँ आउनुपर्छ, एक ठाउँ उभिनुपर्छ र अलग अलग रहेर हाम्रो एजेन्डालाई विचारलाई मद्दत पुग्दैन। त्यसले अरूको लागि रमाइलो मात्रै हुन्छ, अरूलाई बल पुर्याउने काम मात्रै हुन्छ। हामी एक ठाउँ आउनुपर्छ भनेर प्रयत्न गर्दै आएका थियौँ र पछिल्लो दिनमा यसले तीव्रता प्राप्त गरेको छ। राप्रपा नेपाल र राप्रपाको एकता भयो। यो बीचमा अरू थुप्रै समान विचार राख्ने व्यक्तित्वहरू व्यक्तिगत रूपमा समूहगत रूपमा आउनु भएको छ र आज यो पछिल्लो दिनमा डाक्टर सुरेन्द्र भण्डारी, सुन्दर सिंह बोहरा र अरू साथीहरूले निर्वाचन आयोगमा दर्ता गरेर विभिन्न क्रियाकलाप गरिराखेको तर विचारका दृष्टिकोणले हामीसँगै समान रहेका दुई पार्टी आज राप्रपामा एकीकृत भएको छ। म उहाँहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा हार्दिक स्वागत गर्न चाहन्छु। उहाँहरूको यो उपस्थितिले, यो सहभागिताले स्वाभाविक रूपले राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि बढाइराखेको अथवा हामी सबैले मुलुकमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माणको जुन सिलसिला चलाइराखेका थियौँ त्यसलाई अझ बल प्राप्त गरेको छ। हामी अत्यन्तै उत्साहित भएका छौँ र हर्षित भएका छौँ। म फेरि पनि सबैजनालाई हार्दिक स्वागत भन्न चाहन्छु र म यो मौका पारेर अरू पनि बाहिर रहनुभएका सबै राष्ट्रवादी शक्तिहरूलाई, व्यक्ति समूह र अभियानहरूलाई अब यो राष्ट्रवादी आन्दोलनको मूलधार राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुन म हार्दिक आग्रह पनि गर्न चाहन्छु। अब ढिला गर्नुहुन्न। मैले अरू बेला पनि भनेको छु, पूर्व अध्यक्षज्यूले पनि अलिकति भन्नुभयो र म आज पनि दोहोऱ्याउन चाहन्छु। समयले, सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो र चुनाव चिन्ह हलो हो भन्ने प्रमाणित गरेर स्थापित गरेको छ। जब वैचारिक रूपमा समस्या छैन भने व्यवस्थापकीय कुराहरू हामी बसेर मिलाउन सकिन्छ। मैले त बारम्बार भनेको छु, नेतृत्व ठिक भएन भने नेतृत्व फेर्न सकिन्छ। पार्टीमा महाधिवेशनको समय पनि नजिक आएको छ। म ठिक भइन भने मलाई फेरेर अर्को साथीले नेतृत्व गरेर अर्को साथीलाई नेतृत्वमा राखेर पनि अगाडि जान सकिन्छ। तर अब कसैले पनि बाहिर बस्नुहुन्न। सबै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउँ, जोडिएर सँगै जाउँ भन्ने कुरा म हार्दिक अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। देश हामीले बारम्बार भनेका छौँ सामान्य अवस्थामा छैन र जुन कुरा भदौ 23-24 को घटनाले पनि प्रमाणित गरेको छ। आज नेपालको निर्णायकत्व हाम्रो हातबाट अरूको हातमा गएको अनुभूत गरिने गरी हामीले चाहिँ देख्न सकिने गरी प्रयोगहरू भइराखेको छ। त्यसकारण नेपालको निर्णायकत्व नेपाली जनताकै हातमा राख्नको लागि, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउनको लागि र हामीले हाम्रो पुर्खाबाट नासोको रूपमा प्राप्त गरेको यो पुण्यभूमिलाई हामीले सके समुन्नत र समृद्ध सबल बनाएर आउने पुस्तालाई जिम्मा लगाउने, नसके पनि हामीले यसलाई कतैबाट पनि तलमाथि हुन नदिकन सग्लो रूपमा आउने पुस्तालाई जिम्मा दिने
हाम्रो कर्तव्य छ। त्यो कर्तव्यको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटो भन्दा अर्को बाटो छैन। त्यसकारण देशलाई माया गर्नेहरू, देश बचाउने र देश बनाउन चाहने र आफ्नो जीवनकालमा यो देश बनेको देख्न चाहनेहरूको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी हो। अहिले देशमा ध्रुवीकरण बढ्दै गएको छ। त्यो क्रममा म अपिल गर्न चाहन्छु, दोहोऱ्याएर जोड दिएर भन्न चाहन्छु, समान विचार राख्नेहरू भनेको मुलुकमा अभिभावकीय संस्थाको रूपमा राजा चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, यो प्रदेश संरचना खारेज हुनुपर्छ, देशमा सुशासन कायम हुनुपर्छ, हाम्रा युवाहरूले देशभित्रै गरी खाने वातावरणको निर्माण हुनुपर्छ र यो पुस्ताले देश बनेको हेरेर मर्न पाउनुपर्छ भन्ने चाहने सबैको अब साझा पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो। अब यो मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अर्को कुनै राजनैतिक शक्ति नेपालमा छैन। त्यसकारण यो विचार राख्ने सबै दिदीबहिनी दाजुभाइहरूलाई म राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुन र यो अभियानलाई तीव्र बनाउन हार्दिक अपिल गर्छु। हामी आम निर्वाचनको मुखमा आएका छौँ। मैले निकै लामो समयदेखि भन्दै आएको छु र धेरै पटक भनेको छु, यो आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टीको रूपमा हामीले जिताउन सक्छौँ, पहिलो पार्टी बनाउन। सामान्य आँखाले हेर्यो भने कठिन जस्तो, असम्भव जस्तो लाग्छ, तर आज तपाईहरू हेर्नुहोस्, राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा 51 सालको निर्वाचन बाहेक यो राष्ट्रिय प्रजातन्त्र पार्टी भन्ने पार्टी जहिले कहिले 2टा कहिले 3टा अनेक खण्डमा विभक्त भएर चुनावमा गयो। पहिलोचोटि राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै भएर चुनावमा जाँदैछ। बाहिर रहेका अरू जीवनमा कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा नबोकेको, राष्ट्रिय प्रजातन्त्र पार्टी नभएका साथीहरू समेत अब हाम्रो मूल पार्टी भनेको, मूल राजनीतिक शक्ति भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने क्रम तीव्र रूपमा बढेर गएको छ। 62-63 को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राज संस्थाको मुद्दा यति बेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको छ। राज संस्थाको मुद्दा अहिलेको जस्तो लोकप्रिय अवस्थामा पहिले थिएन। यसको लोकप्रियता पनि उत्कर्षतर्फ छ। हिजो व्यासमा बस्ने पण्डित नै धर्मनिरपेक्ष भएर के भयो र, हामीले पुराण पढ्न पाएकै छ, पूजा पाठ गर्न पाएकै छ, मन्दिरमा घण्टी बजाउन पाएकै छ, हामीलाई के फरक पर्यो र, हामीले आफूलाई हिन्दू भन्न पाएकै छौँ भनेर हिन्दू राष्ट्रको मुद्दा प्रति नाक खुम्चाइरहेको अवस्था थियो भने आज कि त्यो बहुसंख्यक हिन्दू समुदायलाई हिन्दू राष्ट्रको महत्त्व के रहेछ, हिन्दू राष्ट्र नहुँदाखेरि के फरक पर्दो रहेछ भन्ने कुरा महसुस भएर आज हिन्दुत्व प्रति अभूतपूर्व अथवा हिन्दू राष्ट्रको मुद्दा प्रति अभूतपूर्व ऐक्यबद्धताहरू व्यक्त हुन थालेका छन्। अहिले धर्मगुरुहरू बोल्न थालेका छन्, आम सर्वसाधारणहरू बोल्न थालेका छन् कि हिन्दू राष्ट्र चाहिने रहेछ, त्यो गल्ती भएछ भन्ने महसुस हुन थालेको छ। कांग्रेस एमाले माओवादीमा बसेका नेताहरू समेत, सर्वसाधारणको कुरा छोड्नुहोस्, खुलेर राज संस्था हिन्दू राष्ट्रको पक्षमा बोल्न थालेका छन्, संघीयताको विपक्षमा बोल्न थालेका छन्। आज अर्को ठूलो समस्याको रूपमा रहेको भ्रष्टाचार, अहिले मानिसलाई सर्वसाधारणलाई सोध्यो भने देश केले बनेन
भन्यो भने उसले दार्शनिक सैद्धान्तिक पक्ष विश्लेषण गर्न सकेन भने पनि एउटा सर्वसाधारण के भन्छ, यो भ्रष्टाचारले खतम भयो, नेताहरू सब चोर भए, नेताहरू सब भ्रष्ट भए, देश भ्रष्टहरूको हातमा पर्यो, त्यसकारणले देश बन्न सकेन भनेर भन्छ। आज देशको यत्रो ठुलो समस्या, यो विकराल समस्याको कारण भ्रष्टाचार हो भने नेपालको राजनीतिक पार्टीहरूमा भ्रष्टाचारको खुलेआम विरोध गर्न सक्ने र भ्रष्टाचारको विरुद्ध सबै अग्नि परीक्षामा उभिन सक्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै छ, जुन पार्टीको अध्यक्षले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सर हो भनेर भनेको छ मात्रै होइन, मौका पाउँदाखेरि भ्रष्टाचारीहरूलाई नाङ्गे झार पनि पारेको छ। हामीले संसदमा सानो उपस्थिति थियो, लेखा समितिमा भ्रष्टाचारको छानबिन हुने क्रममा 2टा समिति बने, एउटाको नेतृत्व गर्ने मौका हामीले प्राप्त गर्यौं। हामीले जहाँ मौका प्राप्त गर्यौं छानबिन र निष्कर्ष पनि निकाल्यौं र आज मानिसहरू कोही थुनामा छन् र कोही भविष्यमा थुनामा जानेवाला छन्। तर अर्कोतर्फ त्यतिकै र त्योभन्दा पनि ठुलो भ्रष्टाचार भएको फाइल एक कदम पनि अगाडि बढेन। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टी मनसा वाचा कर्मणा भ्रष्टाचारको विरुद्ध उभिएको पार्टी हो भन्ने कुरा हामीले प्रमाणित गरेका छौं र म आज पनि भन्छु, यतिको लामो राजनीतिक जीवन यात्रामा 1 रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्ने तागत राख्ने मान्छेले नेतृत्व गरेको पार्टी चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी। त्यसकारणले कसको के च्वाइस छ, कसैलाई राजा मात्रै चाहिएको छ भने राजा चाहनेहरूको पार्टी पनि राष्ट्रिय प्रजातन्त्र पार्टी, उनीहरूले भोट हाल्ने ठाउँ पनि राष्ट्रिय प्रजातन्त्र पार्टी। कसैलाई अरु देशै हुँदै गरोस् तर हिन्दू राष्ट्र चाहियो भन्ने उसको लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हो। अरु चीज जेसुकै होस् तर देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ, भ्रष्टाचारको विरोध गर्ने मान्छे, भ्रष्टाचार विरोधीले यो मुलुकको नेतृत्व गर्नुपर्छ भने त्यो पार्टी पनि राष्ट्रिय प्रजातन्त्र पार्टी हो। त्यसकारण सबै खालका मानिसहरूले भोट हाल्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो र अहिले एजेन्डाको हिसाबले, प्रतिबद्धताको हिसाबले, सबै हिसाबले यो मुलुकलाई यो संकटबाट बाहिर निकाल्न सक्ने पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो र आम जनताको मनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी हो। त्यसकारणले हामी सबै नेता कार्यकर्ताहरू उच्च मनोबलका साथ जनताको बीचमा जानुपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रथम पार्टी बन्छ यो देशको, त्यो उद्देश्यका साथ जानुपर्छ र हामीले यो चुनावलाई आन्दोलनको एउटा अंशको रूपमा हामीले प्रयोग गर्नुपर्छ। यति बेला पूर्व अध्यक्षज्यूले पनि भन्नुभयो, हामी सानोतिनो कुराहरूमा अल्झिनु हुँदैन। जित्ने कति हो थाहा छैन, 110 जनाको नाम राख्नुपर्ने, त्यो 110 जना पनि फेरि एकै थरका, एकै जातका, एकै लिङ्गका मानिसहरू राख्न पाए मिलाउन सकिन्थ्यो कि, अथवा जुन जुन थर जात गोत्रको मिलाएर राखे पनि हुने भन्ने भएको भए मिलाउन सकिन्थ्यो कि। तर महिला यति, अनि त्यसमाथि पनि खस आर्यको यति, जनजातिको यति, दलितको यति गर्दै जाँदाखेरि सबै साथीहरूको नाम समेट्न सकिएन होला, सबैलाई अटाउन सकिएन होला। अटाउनु पर्ने जस्तो मान्छे अटेन होला, नअटाए पनि हुन्थ्यो भनेको मानिस अट्यो होला, गल्ती भयो होला। तर म पार्टी अध्यक्षको हिसाबले भन्छु, जघन्य प्रकारका गल्ती गरेका छैनौँ हामीले। कति पार्टीले बाटोबाटै टिपेर मान्छे राखेका छ, कति पार्टीले विगतमा अघिल्लोचोटि एमालेमा समानुपातिकमा परेको मान्छेलाई आफ्नोमा ल्याएर चाहिँ कांग्रेसले समानुपातिकमा पारेको छ, कांग्रेसमा परेको मान्छे एमालेमा परेको छ, लेनादेनाको हिसाबले मानिसहरूलाई राखेको छ। त्यो प्रकारको गल्ती हामीले गरेका छैनौँ।
हामीले पार्टीमै काम गरिराखेका र पार्टीको विभिन्न तहबाट सिफारिस हुँदै आएका साथीहरूलाई नै राखेका छौँ र हाम्रो मात्रै पार्टी हो जसले क्रम निर्धारण गर्दाखेरि पनि कार्य सम्पादन समितिमा मतदान प्रयोग गोप्य मतदानको प्रक्रिया चाहिँ नै अपनाएको छ। त्यसकारण यो धेरै टिप्पणीको विषय होइन र यसमा टिप्पणी गर्न लायक केही विषयहरू छन् भने कमिटीहरूमा गरौँ र आगामी दिनमा त्यसलाई हामी सच्याएर जाउँला। तर अहिले यो नै मुद्दा होइन। हामी राजा फर्काउने, हिन्दू राष्ट्र फर्काउने, संघीयता खारेज गर्ने, देशमा भ्रष्टाचारको अन्त्य गर्ने, हामी यो मुद्दा बोकेर हिँडेको मान्छे त्यो सूचीमा नाम परेन भनेर अनि भाडभैलो गरेर हिँड्ने हाम्रो सिद्धान्त, हाम्रो भाषण र यो व्यवहार मिल्दैन। त्यसकारण हाम्रो प्राथमिकता को सांसद हुन्छ हुँदैन होइन। हाम्रा खास गरी पुराना हुँ भन्ने कार्यकर्ताहरूले मैले 35 वर्षदेखि यो राष्ट्रिय प्रजातन्त्र पार्टीमा रगत पसिना बगाएँ अनि अहिले यो आएर चाहिँ सांसद हुने भनेर चित्त दुखाउने साथीहरूलाई म बेसी के भन्छु भने अहिले आउने साथीहरू त फेरि मैले यस्तो अपमान गरेको होइन, तर अहिले आउने साथीहरू त हो पार्टी ठुलो बन्दै गएपछि यो एजेन्डा स्थापित होला जस्तो देखिएपछि यो पार्टीमा अवसर पनि पाइन्छ भनेर पनि आएको हुन सक्छ। कोही साथीहरू यहाँ लागेपछि एजेन्डालाई यो एजेन्डालाई बोकेपछि मैले मेहनत गरेँ भने मैले अवसर पाउँछु, भोलि मेरो व्यक्तित्व विकास हुन्छ, यसको अध्यक्ष हुन सक्छु, सांसद हुन सक्छु, मन्त्री हुन सक्छु भनेर पनि आएको होला। तर तपाईँ 35-36 वर्ष अगाडि जुन बेला पार्टी खुलियो र खास गरी 62-63 को बेला तात्कालीन राप्रपा नेपाल भएर जो बस्नुभएको साथीहरूलाई एकछिन छातीमा हात राखेर आँखा चिम्म गरेर सोच्नुहोस् त, हामी कमल दाई, राजेन्द्र लिङ्गदेनहरू र हामीसँग हिँडेका साथीहरूलाई मैले बेसी सोध्छु। सांसद मन्त्री त के त्यस बेला वार्ड सदस्य पनि हुने कुरै देखिन्थ्यो अवस्था? त्यस बेला सांसद मन्त्री त के वार्ड सदस्य नभएर मरौला, तर यो मुद्दा मर्न नदिने भनेर लागेको होइन हामी त्यस बेला राजाको नाम लिँदाखेरि, हिन्दू राष्ट्रको कुरा गर्दाखेरि, संघीयताको विरोध गर्दाखेरि जिब्रो थुदिन सक्ने अवस्था थियो। त्यस्तो बेला लागेको मानिसले हामी सांसद मन्त्री हुन भन्दा पनि हामी यो मान्यता स्थापित गर्नको लागि सके आफैले स्थापित गर्ने, नभएपछि छोरा नाति पुस्ताले स्थापित गर्छन्, तर यो मुद्दा मर्न दिनुहुन्न भनेर हामी लागेको मान्छेहरू हो। सानो चित्त गर्नुहुन्न। अहिले बेला बनेको छ, समय आएको छ, यो समयलाई हामीले पूर्ण रूपमा सदुपयोग गरौँ र यो चुनावलाई आन्दोलनको रूपमा उपयोग गरौँ। अहिले लागौँ आफ्नो ठाउँमा। मानिसहरूले खोजिराखेको छ, राति 12-1 बजेसम्म पनि मधेसबाट, सुदूर पहाडहरूबाट मानिसहरूले फोन गर्छन्, मध्यरातमा फोन गर्छन्, खै तपाईँको पार्टीको मान्छे यहाँ हाम्रोमा कोही छैन, म फल्ना गाउँको मान्छे हुँ, यसपालि चाहिँ सबै मान्छेले हलोलाई भोट दिने भन्छ, राम्रो मान्छे उठाउनु पर्यो, तपाईँहरू आउनु पर्यो भनेर मानिसहरूले भनिरहेको छ। कुनै बेला हामीलाई देख्दाखेरि अपराधी जस्तो मान्छेहरूले व्यवहार गर्थे, छड्के पर्दै हिँड्नुपर्ने अवस्था थियो। तर आज मानिसहरूले यस प्रकारको सम्मानको दृष्टिकोणले हेरिरहेछ। त्यसकारण म सबै साथीहरूलाई अपिल गर्छु, राजनीति खास गरी हामीले सुरु गर्ने मानिसहरू जसले यो पार्टी सुरु गर्यौँ, हामीले सांसद मन्त्री हुने भन्दा पनि मुद्दाका लागि सुरु गरेका थियौँ। र राजनीति भन्ने चिज फेरि यस्तो पनि हो, सबै मान्छे सांसद होइदैन, सबै मान्छे मन्त्री होइदैन र सांसद मन्त्री हुने मात्रै ठुलो हुने, नहुनेहरू बर्बाद हुने भन्ने पनि हुँदैन राजनीतिमा। कैयौँ मानिसहरू सांसद भए, मन्त्री भए, अहिले कहाँ छन् थाहा छैन। तर जीवनमा कहिले सांसद मन्त्री नभएर पनि कैयौँ मानिस हाम्रा आदरणीय छन्, समाजमा पूजनीय छन् र राजनीति गरिराखेका छन्। सांसद मन्त्री हुनु मात्रै राजनीति होइन,
र त्यसमाथि पनि राप्रपाको नेता कार्यकर्ताले बुझ्नुपर्छ हामी एउटा कजको पछि छौँ, एउटा मुद्दाको पछि, कारणको पछि छौँ। म त आज पनि चाहिँ नि भन्छु, म सांसद नहुन तयार छु। हामीले एकचोटि अब बिटुलियो भने पनि चाहिँ बिटुलियो भन्दा मन्त्री एकचोटि भइहालियो, तर अब कहिले भइँदैन भने पनि मलाई केही छैन। तर यो मुद्दा स्थापित हुनु पर्यो। मलाई व्यक्तिगत चाहना भन्नुहुन्छ भने म अहिले यो पार्टीको नेतृत्व गरिराखेको छु। मैले नेतृत्व गरेको बेला यो मुद्दा स्थापित होस्, तर मैले सकिनँ भने पनि यो मुद्दालाई कमजोर बनायो भन्ने अभियोग मेरो जीवनमा नलागोस् भन्ने मेरो चाहना छ। कारणले म सबै प्रकारको सम्झौता गर्न तयार छु, तर साथीहरूले गलत सम्झौताका लागि, गलत कामका लागि मलाई प्रेरित नगरिदिनुहोस्। मैले सधैँ भन्छु र आज अहिले अन्त्यमा पनि चाहिँ नि भन्छु कि म पनि मान्छे हो, मेरा पनि मानवीय कमी कमजोरीहरू होलान्, त्रुटि होलान्। छलफल गरौँ, सच्याएर जानुपर्ने कुरा मैले पनि सच्याउँछु, तर मैले पार्टी हित विपरीत काम गरेको छैन। पार्टीलाई कमजोर बनाउने खालका कुनै निर्णयहरू गरेको छैन र कुनै गल्ती गरेको छैन र गर्दिन पनि। त्यसकारण मेरो अपिल छ, सबै साथीहरूले एकचोटि यो चुनावमा, यो लडाईँमा इमानदारीपूर्वक मेहनत गर्नुहोस्, सहयोग गरिदिनुहोस्। तपाईहरू सानो मन नगरिकन अब यो निर्वाचन रूपी आन्दोलनमा होमिनुहोस् भन्ने म अपिल गर्छु। फेरि पनि सबै आज सुरेनजी, सुन्दरजी लगायत अरू सबै साथीहरूलाई हार्दिक स्वागत भन्दै यो कार्यक्रम यही समाप्त भएको जानकारी गराउँछु। धेरै धेरै धन्यवाद।